What's up everybody? Welcome to my blog. आज चाहिँ हामी दोलखा जिल्लामा अवस्थित कालिन्चोक भगवतीको दर्शन गर्नका लागि काठमाडौँबाट कसरी पुग्न सकिन्छ त्यो विषयमा चाहिँ भन्न गइरहेको छौँ। होपफुली यो कुराले तपाईको यात्रामा चाहिँ केही सहज गर्छ भनेर यो भिडियो बनाइएको हो। पहिला सुरु चाहिँ हामी काठमाडौँबाट कालिन्चोक भगवतीसम्मको डिस्टेन्स भनेको लगभग 150 किलोमिटर जस्तो छ। हामीलाई 6 आवर्स भनौँ न 5 to 6 आवर्सको राइड चाहिँ हामीलाई बाइकमा गयो लाग्छ। गाडीमा पनि लगभग त्यस्तै नै हो, आधी घन्टा अगाडि पछाडि जस्तो हो। लगभग बिहान काठमाडौँबाट त्यसपछि अब यात्रा कसरी गर्ने भन्ने कुरामा यता बन्नेपा धुलीखेलको बाटो चाहिँ हुँदै तल सिन्धुपाल्चोकको बाटो तल झर्छौँ। हामी यता बिपी राजमार्ग धुलीखेलबाट दाहिने लाग्दैनौँ, सिधै जान्छौँ। हामी सिन्धुपाल्चोकतिरबाट चाहिँ हामी दोलखा निस्किन्छौँ। हो, दोलखा निस्किसकेपछि हामी चरीकोटबाट पनि कालिन्चोक पुग्न सक्छौँ, अथवा चरीकोट आउनुभन्दा ओरै 5 किलोमिटर ओरैबाट पनि हामी कालिन्चोकतिर चाहिँ लाग्न सक्छौँ। त्यो बाटोमा सोद्धाखेरि तपाईँलाई सहजै जो कोहीले पनि बताइदिनुहुन्छ। तपाईँलाई चरीकोट गएर बस्छु, भोलि बिहान चाहिँ कालिन्चोक जान्छु भन्दाखेरि चरीकोट बस्नको लागि चाहिँ बेस्ट ठाउँ हो। त्यहाँ बसेर एक दिन रेस्ट गरेर चाहिँ बिहानै चाहिँ कालिन्चोक दर्शन गर्न जान सक्नुहुन्छ। होइन म कालिन्चोकै गएर बस्छु भन्दा पनि कालिन्चोकको कुरी भिलेज भन्ने छ, जुन दृश्य तपाईँले यहाँ देखिरहनु भएको छ, यो कुरी भिलेजकै दृश्य हो। माथि चाहिँ तपाईँको कालिन्चोक केबल कार भन्ने ठाउँको दृश्य हो यो। हो, यहाँ पुगेर पनि तपाईँ चाहिँ यहाँ बस्ने ठाउँहरू पनि छ। कालिन्चोक ठ्याक्कै कुरी भिलेज भन्छ यसलाई चाहिँ। यहाँ चाहिँ हजुरहरू चाहिँ बस्न सक्नुहुन्छ। यो गेस्ट हाउसहरूको, यो होटेलहरूको चाहिँ फोटोहरू हो। यो तल देखिएको सबै चाहिँ हिउँ परेर बेलुका चाहिँ यो सेतो भएको चाहिँ होटलहरू हो। यो हामी केबल कारबाट चाहिँ जान सक्छौँ र हिँड्दै पनि जान सक्छौँ माथि कालिन्चोक भगवतीसम्म, दुई तरिकाले। यो चाहिँ तल कुरी भिलेजबाट जान सक्ने चाहिँ दुईटा तरिका हो। यो कालिन्चोक मन्दिर हाम्रो भगवतीको, यो तल हाम्रो कुरी भिलेज। यो चाहिँ अब रोलवालिङ रेन्ज भन्छ, माथि कालिन्चोक भगवती मन्दिरतिरबाट देखिएको चाहिँ यो गणेश हिमालहरू लगायत अन्य हिमालहरूको दृश्यहरू हो। यसरी चाहिँ तपाईँले लगभग बिहानै काठमाडौँबाट हिँडेर दर्शन गरेर फर्किन्छु भन्न पनि सम्भव छ। तर अलिकति धेरै रस हुने भएकोले, राइड पनि अलिकति लामै हुने भएकोले चाहिँ एक दिनको स्टे गरेर चाहिँ मजासँगले आनन्दले भगवान् भगवतीको दर्शन गरेर फर्किन सक्नुहुन्छ। तपाईँलाई चाहिएको इन्फर्मेसनहरू पक्कै पनि पाउनुभयो होला भन्ने आश गर्दछु। हस्त, धन्यवाद।